हाम्रो अमृत निवासमा यसको कुरा हो। ल म बताएँ यताबाट अस्तिजीले खुब मेहनत गर्नुभयो र पुरै हामी बास बसेको त्यो कतिले कुचे पनि होला, कुचिएछ हैन। पाउने तोलामा पनि लगाउँछ। अब यो कसरी हस्तान्तरण गर्नुहुन्छ हजुरले गरिदिनुहुन्छ। धेरै धेरै आभार छ। र अब भने हामी राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरणको कार्यक्रमलाई धर्ममा हेर्ने हो भने पनि जसरी हामीले ज्योति भन्दछौँ उहाँ प्राप्ति भए जस्तै त्यो त्यसलाई लम्ब्याउँदै जाने हो भने सबैभन्दा लामो अवधि सबै टाढै यहाँ हुने कालो कालो तर आफूतिर आकर्षित गर्ने बाबा हुनुहुन्छ अरे बाबा। कालो हुँदा त यति धेरै पछि लागेका छन्। मेरो भगवानले कृष्ण नामले पुकार गर्ने काले भन्नुहुन्छ कसैले कसैले मनमन्सुरी गाई चराउन जान्थे कृष्ण।
धर्मलाई शिक्षा पुर्याएका छन्, आघात पुर्याएका छन्। यसबाट बच्नु मुक्त प्रदेशमा विशाल कोटी होम आह्वान गर्दै हिँड्नुभएको छ। पोखराको यो कोटी होम धेरै स्थानमा तर्फबाट ब्रह्माजीलाई मोहबाट छुटकारा दिलाउनुहुन्छ, काली नागमाथि कृपा वर्षाउनुहुन्छ र गोपिनीहरूको स्थापना गरेका छौँ।